हाम्रो चोखाने चाहिँ फेरि मेरो जन्मस्थल यहीँको के अरे माटोमा जन्मेको मान्छे हो। पेटको लागि श्रम, देशको लागि श्रमदान। हाम्रो अगाडि दुईटा जिम्मेवारी छ। एउटा जिम्मेवारी पेट पाल्ने, आफ्नो परिवार पाल्ने, अर्को जिम्मेवारी छ यो देश पाल्ने। यो फुलको सुन्दरता जस्तो सुन्दर बनाऊ, तर असली फुल जस्तो हैन हाम्रो बोली व्यवहारमा पनि शुद्धता ल्याउँ। कति फेसबुकमा है कति राम्रो कुरा लेख्छु, हे हर्के हल्दार गदा लेख्नेहरू पनि छन् के। हामी बोल्नमा समय खर्च गर्छौँ, उहाँहरूले सोच्नुमा खर्च गर्नुभयो हैन। उहाँहरूको प्रविधि हेरौँ न, जाँतो छ कि छैन? यो घरको पुरानो घरको भिडियो हेर्न मन छ भने म डिस्क्रिप्सनमा हालिदिन्छु। सो हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम टु माई न्यू अनदर ब्लग। सो आजको ब्लग के हुँदैछ भने थाहा पाइसक्नु भएको छ, थम्बनेल, टाइटल एन्ड इन्ट्रो हेरेर भिडियोको। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक एन्ड च्यानललाई सब्सक्राइब गरेर सपोर्ट गरिदिनु है त। हाम्रो गाउँकै हर्का साम्पाङ चाहिँ उता धरानको मियार बन्नुभएको छ यो त्यो भनेर मैले भिडियो बनाइराख्दा चाहिँ धेरैजनाले चाहिँ कस्तो कमेन्ट गर्नुहुन्थ्यो भने ओ यो त फेक हो यो त्यो भन्ने हुन्थ्यो। बट आज चाहिँ उहाँको पुर्खौली गाउँ आउनु भएको छ अनि आज म तपाईँहरूलाई देखाउँछु हो कि होइन भनेर। सो आजको कार्यक्रममा चाहिँ सबैजना गइसकेन्, सबैजना बाइक हुनेवालाहरू। यस्तो राम्रो रोड बनाइदिएको छ अहिले चाहिँ, हिजो भर्खर स्काई भेटेर आएर। अनि मामा भान्जा चाहिँ बिस्तारी हो गफ गर्दै गर्दै। यो चाहिँ चोखानेको हाम्रो प्राइभेट स्कुल हो, तलै झरेको रहेछ। यहाँ चाहिँ बाइक रहेछ, बाइकहरू यहाँ राख्नु भएको छ। हाम्रो मेयर सरको चाहिँ यही हो बाइक गाइसहरू। यहाँ चाहिँ यहाँ हुनुहुन्छ हाम्रो मेयर सर। त्यसरी थाकी कमाने यो सबै तर लगेर तल बोडामा हैन लाने नै हो। बिउ राम्रो छैन के दिदी भनेर यो थाहा छ के सबै सब अतिको चिरो छ गाई पेरा झन् इच्छिन आइले छ मोसो त आइले यो देखिनु भने हामी श्रमदाता हर्का साम्पाङ हर्का साम्पाङ जिन्दाबाद वर्षमा एक दिन पहिला थियो, अहिले त छैन होला। वर्षमा एक दिन दसैँ आउनुभन्दा अगाडि बाटो सफा गरेर मात्रै देश बन्दैन। त्यो 16मादेखि 5 हुँदै यो बाटो कुन चाहिँ ठेकेदारले ठेक्का पार्छ होइन, बजेट कहिले आउँछ र भनेर म त बजेट बनाउने मान्छे चलाउने सबै थाहा छ नि, मलाई छैन। अब बोक्नुलाई त मलाई बोरा चाहियो, ट्र्याक्टर पनि लानु पऱ्यो तल। ओइ ट्र्याक्टर लाग्यो, राम्रो बुझौँ है। अब तपाईँ राजनीति बुझ्नै चाहनुहुन्छ भने म बुझाउँछु है। के छ भने सुन्नु राम्रो, ए टोपी लाउनु पर्ने है। ल बुझ्चे रात होइन, बुझ्चे रात आउँछ। धन्यवाद है त। नेता भने यस्तो हुनु पर्यो होइन र। धन्यवाद है त। स्टप गरिदिनु, मैले यहाँ भनेको यो आन्तरिक मनपर्छ र
साह्रै नजिक पनि होइन डन्डीफोर देखिन्छ ठिकैको है ल एकछिन है अब म 1 मिनट बोल्नु पर्यो भिडियोमा कभर हुँदैछ कि भिडियोमा कभर हुँदैछ अनि त्यहाँ गएर फेरि के बोल्यो त्यसले भनेर त्यो आउँछ अलिक गाली पनि नखाउँ भनेर नेपाली भाषामै बोले है त ल सबैजना एकछिन नबोल्नु है दिदी एकछिन बोल्नु एकछिन के गर्ने है ल सबैभन्दा पहिला चाहिँ मलाई अत्यन्तै खुसी लागेको छ हाम्रो मभन्दा जेठो पाको उमेरले साइनोले होइन हरूलाई सम्मान गर्न चाहन्छु उमेरले मेरो समकालीनहरूलाई हाम्रो चाहिँ नि होइन साथीभाइको दाजुभाइको माया सम्झना छ र सानोहरूलाई चाहिँ नि अब स्नेह आशीर्वाद गर्न चाहन्छु आज खुसी लागेको छ घर पनि पुगेको छैन बाटैमा यहाँनिर चाहिँ नि होइन यता आउनु नि यता आउनु नि त यहाँ मेरो छेउमा उभिनु पऱ्यो है हाम्रो साइनोले भतिज उमेरले साह्रै सानो पेटले चाहिँ फेरि सिनियर होइन आश लाग्दो विश्वास लाग्दो सबैजनालाई भेट्दाखेरि अत्यन्तै खुसी लाग्यो हाम्रो नवराज छ पहिला शुक्रबारे गइन्थ्यो बाँसुरी साह्रो मिठो बजाउनुहुन्छ यसो भाइ त बजाइदिन्थ्यो फेरि पनि छैन है यहाँ हाम्रो पूर्ण दाई यहाँ को छैन र मैले चाहिँ नि होइन त्यस्तो भनौँ न नचिनेको कोही छैन के अरे बागधान काका होइन यसो उभिदिने हो कि ओहो उहाँ साह्रो ल यहाँ आउनु दाई यहाँ ए दाई भन्दै रहेछु सरी काका यहाँ आउनु यहाँ घाममा सेकाउनु पऱ्यो खोला यहाँ न मफी है उहाँ हाम्रो चाहिँ नि दाजुहरू सबैजना जो जति हुनुहुन्छ सबैलाई चाहिँ मैले अब सम्बोधन गर्न भ्याइनँ होइन सबैजना यता हाम्रो दाजु है सबैजनालाई भेटेर अत्यन्तै खुसी लागेको छ र यो फुल है यस्तो राम्रो यहाँ गाउँघरको फुलको त्यो बास्ना के रहेछ भने ओरिजिनल मान्छे ओरिजिनल चिज ओरिजिनल फुलको चाहिँ के हुँदो रहेछ भने प्लास्टिकको फुल पनि यस्तै राम्रो हुन्छ होइन देखिन्छ सुन्दर तर फेरि कहाँ गयो ए बिजी मान्छे तर बास्ना हुँदैन है त्यो सुगन्ध भन्छ नि त्यो बास्ना हुँदैन मान्छे पनि हामी बाहिरबाट हेर्दाखेरि राम्रो देखिन सक्छौँ तर राम्रो मान्छे हो कि होइन भन्ने कुरा चाहिँ उसको बोली र व्यवहारबाट होइन थाहा हुन्छ यो फुल प्लास्टिकको फुल कागजको फुल पनि यस्तै राम्रो देखिन्छ तर होइन ट्याक्कसँगले यसो गरेर होइन यसो गर्दा थाहा हुन्छ होइन यसो गर्नु त एकचोटि भन्नुको मतलब मैले यहाँ भन्न खोजेको कुरा के छ भने होइन हामी ल फेरि अर्को पो आयो त मैले अर्को फुलको माला मागे जस्तो भयो है ल कति धेरै हेर्नु न हेर्दा हेर्दै है त्यो टेबलमा राखेको पनि मलाई नै लगाइदिएको है हाम्रो हातका साथ उता जाँदा बताउने अब यो के छ भने फेसबुकबाट सबै देश चलाउने खोटाङ जिल्लाको त्यसले गर्दाखेरि के छ भने हामी सधैँभरि होइन यो फुलको सुन्दरता जस्तो सुन्दर बनाऊ तर असली फुल जस्तो होइन हाम्रो बोली व्यवहारमा पनि शुद्धता ल्याउँ कति फेसबुकमा है कति राम्रो कुरा लेख्छु ए हर्के हल्दा गदा लेख्नेहरू पनि छन् के है कति राम्रो कुरा लेखिरहेको हुन्छु मैले तर तिनीहरू चाहिँ के रहेछ भने अब यो देश त विदेशी दलालले पनि चलायो विदेशी दलालले पैसा लिँदो रहेछ क्या अनि एउटा गाली गरे बापत तल यति हजार भनेर खटाएको मान्छेहरू रहेछ है अनि बिहानै 2 बजीतिर 1 बजीतिर होइन फेसबुक लेख्छु स्टेटस लेख्छु 1 मिनट भएको छैन हर्के हलदार भन्छ है भन्नुको मतलब त्यस्तो मान्छेहरू चाहिँ कस्तो भन्दाखेरि यहाँ कुरा म के ल्याउँदैछु भने त्यस्तो मान्छे चाहिँ कस्तो मान्छे भने कागजको फुल जस्तो
राम्रो त देखिन्छ नि होइन प्लास्टिकको फुल जस्तो राम्रो त देखिन्छ यस्तै राम्रो देखिन्छ तर सुवासना छैन जीवनमा सुवासना हुन सकोस् होइन त्यो सुवासना सहितको सुन्दर जीवन बनाउनको लागि चाहिँ हाम्रो सोच विचार राम्रो हुनु पर्यो पहिला यहाँ राम्रो सोच्नु पर्यो होइन यहाँ राम्रो हुनु पर्यो यहाँ राम्रो सोच्नु अनि यो मुखबाट निस्किने वचनहरू होइन शब्दहरू राम्रो र यहाँ र मुखको वचन मात्रै राम्रो सुन्दर भएर भएन होइन यता आउनु नि यता कता उता भागिरहेको दुईजना यता ब्याकग्राउन्ड चाहिएन एक्लै गएको रहेछ गाउँ भनेर फेरि भन्नु हाँसिराख्नु भएको छ होइन त्यसले गर्दाखेरि सोच विचार र बोली मात्रै राम्रो भएर भएन हाम्रो व्यवहार पनि राम्रो होइन र त्यसरी चाहिँ एउटा यो मकमक मकमक होइन बास्ना आउने सयपत्रीको फुल अब भोलि भाइटिका हो होइन जुनले मलाई स्वागत गर्नुभयो सबै मेरो चाहिँ नि अब गाउँले कोही काका कोही दाजु कोही यस्तो होइन साइनो हाम्रो छ गाउँमा फेरि साइनो बिना हुँदैन होइन यो पनि मैले त्यहाँ भन्नुपर्छ के भन्छ अरे मिडियामा गाउँमा चाहिँ ओ दाई भनेर हुँदैन होइन ओ दाई ओ भाइ हुँदैन होइन हुन्छ त हुँदैन यहाँ चाहिँ साइनो पनि खोजिन्छ र यो चाहिँ हाम्रो चोखाने चाहिँ फेरि मेरो जन्मस्थल यहीँको के अरे माटोमा जन्मेको मान्छे होइन र माटोको कुरा गरिरहन्छु माटोको गाथा गाइरहन्छु माटो नै हो हाम्रो चाहिँ नि सबथोक आधार भनिरहन्छु यो माटोबाट जन्मेको मान्छे र हामी त्यस्तो बन्नुपर्छ हामी सबैजना होइन अब राम्रो बन्नुपर्छ है सोच विचारमा शुद्धता ल्याउँ होइन कति झगडा गर्ने कति बाज्ने कति लड्ने है भनेर हामीले श्रम संस्कृति पनि बनाउँदैछौँ श्रम संस्कृति भनेको चाहिँ काम गर्नका लागि एक ठाउँ हामी पेटको लागि त थुप्रै काम गऱ्यौँ हामीले होइन यहाँ खेती गरिन्छ त्यो पेटकै लागि भतिज कोरिया गयो पेटकै लागि होइन उहाँ कता जानुभयो पेटकै लागि कोही लाहोर लागिन्छ पेटकै लागि तर देशको लागि चाहिँ काम गरेको रहेनछौँ हामीले देशको लागि पेटको लागि श्रम देशको लागि श्रमदान हाम्रो अगाडि दुईवटा जिम्मेवारी छ एउटा जिम्मेवारी पेट पाल्ने आफ्नो परिवार पाल्ने अर्को जिम्मेवारी छ यो देश पाल्ने देशको बारेमा नसोचेको कारणले पनि विदेशी शक्तिहरूले हामीलाई धेरै हेर्छ होइन हामीलाई मान्छे जस्तै भन्दैन टिचर अब विदेशमा दुःख भोगेर आउनेहरूलाई सोध्नु है बङ्गलादेशको मान्छेले ड्याम कुद्दै गरेको देख्छु म हामीलाई मलेसियामा है त्यो कुटाइ खाने हाम्रै दाजुभाइ होइन र है कोहीलाई चाहिँ नि है विदेशीले उतै काटेर मारिराखेको छ बाकसमा आइराखेको छ त्यो हाम्रै दाजुभाइ हाम्रो छोराहरू होइन है किन हाम्रो चाहिँ नि यति हेला भयो त हामी भन्दाखेरि हामीले हाम्रो देशको लागि काम नगरेर रहेछ देशको लागि काम गर्ने एउटा शक्ति निर्माण गराउने भनेर पनि हामी हिँडिराखेको छौँ र यो फुलकै कुरा गरेँ मैले होइन फुलकै चाड छ होइन यो फुल कस्तो मजाको छ यसलाई म धरान लगेर के अरे बिउ राखेर हाम्रो त्यहाँनिर थुप्रै म काम गर्न लाउँछु त्यो पनि गर्न सकिन्छ होइन त्यो पनि गर्न लाउँछु र यहाँहरूले सधैँभरि मिलेर गाउँमा होइन काम गरिरहनु भएको छ गरिरहनु होला है त्यो भन्न चाहेँ र हामी गाउँमा बिजी हुन्छौँ होइन मिडियामा त थाहा पनि हुँदैन जो खाने मात्रै फेरि यस्तो गाउँ हो मैले अघि भर्खर भन्न चाहेको कुरा पनि छ जहाँ चाहिँ साम्पाङ भाषा बोलिन्छ होइन अरूमा पनि बोलिन्छ तर धेरै चाहिँ यहाँ साम्पाङ भाषै बोल्नुपर्छ पहिला त साम्पाङ भाषा यस्तो धेरै बोलिन्थ्यो 2 महिना जति तपाईँको चाहिँ छुट्टी हुन्थ्यो शुक्रबार स्कुल त्यो पारी पढेको त्यता पनि देखाइदिनु होला हाम्रो साथीलाई मैले भने त्यहाँ है छुट्टी भएपछि जाँदाखेरि त नेपाली बोल्नु नआउने है अप्ठ्यारो हुने क्या गाँठो यहाँभित्र के परेको छ किनभने अब यहाँ त सबै अब साम्पाङ भाषा बोल्छौँ हाम्रो भाषा भनेको चाहिँ होइन हाम्रो संस्कृति त्यो साम्पाङ भाषा बनाउनका लागि हाम्रो पुर्खालाई 1 लाख वर्ष लाग्यो होला हामी तपाईँको बनाउन सक्छौँ भाषा लु बनाउँ है फुललाई बुङ्गा भन्ने बुङ्गा भनेको फुल हो भनेर भन्नुको लागि त्यो मान्नको लागि त्यो स्वीकार्नका लागि कति वर्ष चाहिँ लाग्यो होला विचार गर्नु न है हो कि न भन्नु न है हो कि न भन्नु न हो त है एउटा कुरा भन्नको लागि कति अब अहिले पो फेसबुक छ के छ दुनियाँ भेला हुन्छौँ कार्यक्रम बैठक माथि बैठक थुप्रो बैठक कति बैठक होइन उठक बैठक भने जस्तो बैठक तर त्यतिखेर त बैठक पनि त्यतिखेरको मलाई चाहिँ लाग्छ त्यतिखेर हाम्रो पुर्खाहरूले धेरै सोच थियो
हामी बोल्नमा समय खर्च गर्छौँ, उहाँहरूले सोच्नुमा खर्च गर्नुभयो होइन। उहाँहरूको प्रविधि हेरौँ न, जाँतो छ कि छैन? ले कत्तुनाले दुईटा ढुङ्गा हुनु अरे है, इच्छा सुन्नु है। पछि आएको यो फलामहरू पनि, पहिला त फलाम पनि थिएन। एउटा ढुङ्गामा अर्को ढुङ्गाले कुटेर होइन, त्यो के अरे यस्तो हतासो बनाउने, त्यो बनाएर त्यसमा अर्को ढुङ्गा राखेर पिन्नु पर्ने अरे है। म त्यो जाँतो बनाउनलाई कति सोच्नु पर्यो होला है। हामीले अहिले सोच्नु छोड्यो। मोबाइल सुन्नु है, एकछिनै हजुर, एकछिनै। हामी अहिले मोबाइल बोकिन्छौँ, मैले दुईटा बोकिरहेको छु होइन। यो मोबाइल बनाउनु सोच्यौँ त हामीले किन्दा भइहाल्छ नि भन्नेतिर गयो, किन्ने हो है। आशा रोपाल्यो कसले होइन, भनेको चाहिँ नेपालीमा कसले धान रोप्ने, खेमा पनि चामची शुक्रबारे पाथेका भनेको चाहिँ शुक्रबारेबाट पाथेकाबाट किनेर खानुपर्छ। हामी हाम्रो उत्पादनमा तपाईँको चाहिँ लाग्नु छोड्यौँ है। त्यहाँबाट नै हामी खुस्किँदै गयौँ। अहिले पैसा लिनुको लागि विदेशै जानुपर्छ, विदेशबाट लिएको पैसा विदेशै गइहाल्छ होइन। लुगा भन्यो विदेशै गइहाल्छ, चामल भन्यो विदेशै गइहाल्छ, दाल भन्यो विदेशै गइहाल्छ होइन, मोबाइल भन्यो विदेशै गइहाल्छ, गाडी किनिन्छ विदेशै गइहाल्छ, गाडीमा लाउने पेट्रोल किनिन्छ विदेशै गइहाल्छ। ल्याउनु त लिएको हो नि होइन, तर विदेशै ल्यायो गइहाल्छ। त्यो खोलामा बगिरहेको पानी जस्तो भयो, आइराखेको त छ, बगेर गइरहेको पनि छ है। हो कि न भन्नु न। त्यसले गर्दाखेरि मैले भन्नु खोजेको चाहिँ हाम्रो भाषाहरूलाई हामीले संरक्षण गरौँ होइन। एक नियमै हामी त्यो भाषालाई संरक्षण गर्नका लागि धरानमा मैले गोलो सिसाको एउटा बहुभाषिक पाठशाला निर्माण गरेँ होइन। हाम्रो भाषा नमासियो, हो कि न भन्नु न है। नभए एक खा बनाऊँ मलाई, हाम्रो पुर्खालाई त 1 लाख वर्ष लागेको हुनसक्छ है। हामी त बनाउनु सक्दैनौँ। हामीले त के हाम्रो पुर्खाले के बनायो, भाषा बनायो। सबभन्दा ठुलो कुरो भाषा बनायो। आगोलाई मी भन्नुपर्छ भनेर कसरी भन्ने हामीले अहिले सोच्न सक्छौँ? सक्दैनौँ है। भाषा बनायो, जाँतो बनाउनु भयो, ढिक्की बनाउनु भयो, हलो बनाउनु भयो, कोदालो बनाउनु भयो, उहाँहरू सबैले बनाउनु भयो, बनाउनु भएन। हामीले चाहिँ के बनायौँ त अहिले? धिक्कारको जुनी भन्छु है। सुन्नु न, पहिला म चकचके मान्छे होइन, उहाँलाई थाहा छ है, त्यसरी चकचके मान्छे। मैले जति कुटाइ खाएर कोही पनि हुर्केन होला नेपालमा है। बाउ बितेर गइहाल्नु भयो, त्यतिखेर त त्यो उमेरमा मलाई ठिक लाग्दैन थियो। मलाई कुटेको कसलाई ठिक लाग्छ होइन? कहिले पनि त हामीलाई कुटे पनि ठिक लाग्छ त, लाग्दैन। तर म चाहिँ अझै भन्छु, मेरो बाउ जीवित भएर मलाई अझै पनि कुटे त होइन, त्यो भन्छु। त्यस्तो लाग्दैन तपाईँहरूलाई? बाउले धेरै कुटेकै कारणले गर्दाखेरि म आज धरान उपमहानगरपालिकाको मेयर पनि भएँ। संसारभरि चिन्छन् मलाई, चिन्दैन भनिरहनु पर्छ त मैले होइन। अनुहार कोत्रे भए पनि सबै दुनियाँले चिन्छ है। भन्नुको मतलब सुन्नु है, हाम्रो पुर्खालाई हामीले बिर्सिनु हुँदैन है। त्यसले गर्दाखेरि नत्र भने म यो चोखाने खोल्साबाट बगेको पानी हो होइन र? त्यसले गर्दाखेरि आफ्नो तपाईँको चाहिँ जरालाई बिर्सिने बिरुवा कहिले पनि हराभरा हुन सक्दैन। ओइलाएर के अरे तपाईँको मुर्जाएर मर्नै छ। पुर्खालाई बिर्सिने होइन, हामीले गल्ती गर्नु हुँदैन। त्यो पनि म भन्न चाहन्छु यहाँ, त्यो चिज हो। र हामी सबैजना मिलेर होइन यो चिज अगाडि बढाउँ। सबैजनालाई भेटेर अत्यन्तै खुसी पनि भएँ म। तपाईँहरू खुसी हुनुहुन्छ? सधैँभरि बाँचिरहँ होइन। प्रकृतिको नियम हो, एक दिन मरेर जान्छौँ। तर हाम्रो मनमा सम्झनामा हामी बाँच्छौँ होइन र? हो कि होइन? हामी मरेर गए पनि हामीले सम्झनामा बचाउनु पर्छ हाम्रो नानीहरूको, बिर्सिदिने हो है। फेरि सम्झिराख्ने खालको बानी बेहोरा पनि त हुनु पर्यो र नि
कुनै व्यवस्था खाइसिक्यो भन्ने खालको चाहिँ नहोस् भनेर होइन त्यो भन्न चाहन्छु ल है त नमस्कार अब यहाँ चाहिँ हाम्रो गाउँको सबैजना मिलेर चाहिँ फोटो सेसन हुँदैछ फोटो सेसन मिया सर चाहिँ आमामा कति धेरै हो हाम्रो मेयर सर चाहिँ जाँदै हुनुहुन्छ हुन्छ हस् धन्यवाद सबै हिँड्ने नै घर है जानु है सबैजना छुट्टी राखौँ ल है भाइ भाइ हामी चाहिँ अब तल अब धेरैजनाले भनिराखेको हुन्छ यो त है हर्के सम्पर्कको घर होइन के जति भनिराखेको हुन्छ पहिला मलाई यस्तो यो त फेक हो भनिराख्थेन आज म तपाईँहरूलाई देखाइदिन्छु क्या होइन ठ्याक्कै आइपुग्नु भयो र हर्के साम्पाको घर यही हो भनेर मैले देखाएको थिएँ नि ठ्याक्कै उहाँ आइपुग्नु भयो ल आइपुग्नु भएको छ यो बनाएपछि चाहिँ म पहिलोचोटि आउँदै पहिलोचोटि आउँदै ल ल ठिक छ आफ्नै घर आइपुगेको छ अहिले चाहिँ पहिलाको पुरानो घरको पनि बनाएको छु भिडियो चाहिँ अनि त्यो चाहिँ मेरो सबैभन्दा युट्युब च्यानलमा गएर हेर्नुहुन्छ भने मोस्ट पपुलरमा चाहिँ सबैभन्दा धेरै भ्युज गएको त्यही भिडियो छ अनि यो चाहिँ मैले पछि बनाउँदै गरेको अनि त्यहाँ चाहिँ त्यो पहिलाको भिडियो बनाउँदै चाहिँ यो चाहिँ यस्तो हो उस्तो हो भन्दै गर्दा नि कसैले पनि है यो त फेक हो यो त्यो भन्दै हुन्थ्यो तर ठाउँ चाहिँ यही हो क्या अहिले चाहिँ नयाँ बनाएको हो यो घर हुन्छ आजको भ्लग चाहिँ यति नै अनि यो घरको पुरानो घरको भिडियो हेर्न मन छ भने म डिस्क्रिप्सनमा हालिदिन्छु त्यो मेरो चाहिँ मोस्ट पपुलर भिडियो त्यही हो कि पुरानो घरको त्यही भिडियो छ सो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला भिडियोलाई सेयर पनि गरिदिनु होला भन्दै सी यू नेक्स्ट भिडियो